नमस्कार, म श्रीकृष्ण मैजू, ग्लोबल एक्सन नेपालको कार्यक्रम निर्देशक र 2018मा जुन हामीले DWD रिसर्चपछि महिनावारी सम्बन्धी इस्युहरू थाहा भइसकेपछि शिक्षा मार्फत यसको जनचेतना जगाउनुपर्छ भनेर हामीले एउटा वर्कसप गऱ्यौँ। वर्कसपमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू पनि थिए। उनीहरूले बनाएका मेटेरियलहरू पनि कलेक्ट गरेर नेपाल सरकारको पाठ्यक्रममा आधारित भएर के कुराहरूको ग्याप छ भनेर ग्याप एनालाइसिस मार्फत चाहिँ हामीले दुईटा सन्दर्भ सामग्रीहरू तयार पारेको छ। एउटा चाहिँ विद्यार्थीलाई हुने गरी, एउटा चाहिँ शिक्षकलाई हुने गरी यो महिनावारी सम्बन्धी सन्दर्भ सामग्रीहरू हामीले प्रकाशित गरेपछि हामीले तीनटा प्रदेशको 4वटा जिल्लामा गएर चाहिँ यो किताबहरू सम्बन्धी अनुसन्धान गरेर चाहिँ अनि यो किताब प्रकाशित भएको हो। अब यो पुस्तकलाई कसरी चाहिँ शिक्षक मैत्री र बाल मैत्री बनाउने, कसरी शिक्षकले यो किताबलाई चाहिँ प्रयोग गरेर अझ चाहिँ हामीले जुन महिनावारी सम्बन्धी पढाउनुपर्छ नि पाठ्यक्रममा आधारित, त्यो कुरालाई बालबालिकालाई सहज तरिकाले उनीहरूले बुझ्ने तरिकाले सिकाउन सकोस् भन्ने हाम्रो उद्देश्य छ। के त्यो हो कि पहिलादेखि त हाम्रो समाजमा, हाम्रो नेपाली समुदायमा पनि यसलाई धेरै भिन्नता मान्ने गरिन्छ। तर प्रायः मैले महिनावारी सम्बन्धी पढाउने बेलामा मैले एउटा सबै आफ्ना विद्यार्थीहरूलाई मैले त विश्वास दिलाएको कि होइन यो प्राकृतिक दिन हो भनेको। हामीले यसमा दुःख कुरा नमनाउने, जस्तो हामीले हुन्छ घरबाट आमाले बुवाले धेरै मान्छेहरूले छाट्ने पनि कार्यहरू हुन्छन्। घरबाट बाहिर बस, यो छोयो भने पाप लाग्छ भनेको हामी धार्मिक संस्कृतिले पनि यस्तो किसिमको भावना राखेको हुन्छन्। त्यो भावना हटाउनको लागि हामीले त प्राकृतिक हाम्रो रूप हो, यो प्राकृतिकले दिएको हाम्रो त वरदान हो। हामी हुँदाखेरि अब यो महिनावारी नहुन्जेलसम्म हामीलाई सन्तान उत्पत्ति पनि गर्न सक्दैनौँ। यसको बारेमा हामीले धेरै प्रायः डिपली भनेको एकदमै त्यसो साना साना कन्स पनि समातेर मैले यसको बारेमा जानकारी दिएँ। यो पाएको नि हो। अनि यसलाई चाहिँ यो हामीले बच्चाहरूलाई यहाँबाट सिकाएका कुराहरू होइन, यहाँ भएका कुराहरू हामीले बच्चालाई लगभग 1 हप्ता 10 दिनसम्म यो सिकाएको पनि हो। हजुर, कस्तो मान्नुभयो हजुरहरूले? यो चाहिँ एकदम सहयोगी छ। यो पाठ्य पुस्तकलाई धेरै ठुलो मद्दत गर्छ, यसले पनि सहयोग गर्छ। खास गरी कुन सब्जेक्टमा त्यस्तो छ? यो चाहिँ स्वास्थ्य शारीरिकमा छ। यसमा अब होइन, अब त्यो छोरा केटाहरूले पनि अब आफ्नो घरमा दिदीबहिनीहरू मिन्स हुँदाखेरि अथवा आमाहरू मिन्स हुँदाखेरि, आन्टीहरू मिन्स हुँदाखेरि हामीले के गर्नुपर्ने रहेछ, कति गाह्रो हुँदो रहेछ, अप्ठ्यारो हुँदो रहेछ, उहाँहरूलाई हामीले सकेको जस्तो कि तातो पानी तताउने होइन, त्यस्तो सामान्य यस्ता कुराहरू चाहिँ तिनीहरूलाई नि सिकाउन सजिलो भयो। साथै छात्राहरूलाई पनि यसले चाहिँ बढी सहयोग गरेको थियो। अब पहिला हामीहरू पालामा के अरे छुट्टै राख्ने, घाम नदेख्ने होइन, महिनावारी पहिलोचोटि महिनावारी हुँदाखेरि घाम देख्न हुँदैन, रातिमा मात्रै दिशा पिछा गर्न निस्किनुपर्छ भनेर एउटा कोठा थुनेर राखिन्थ्यो नि त। त्यो चाहिँ छैन अहिले त बच्चाहरू महिनावारी भयो नि घरमा भित्र खाना पकाउने भान्सामा पूजा कोठा नगए पनि बाहिर चाहिँ विद्यालय जान, नुहाइधुवाइ गरेर विद्यालय जाने आउने गर्न सक्छन्। अहिले चाहिँ त्यो हटै छ हाम्रो समाजमा। त्यो गर्न हुँदैन भनेर त काहीँ छैन, गर्नुहुन्छ। त्यो कसरी चलिआयो परम्परादेखि त त्यो होइन, चट्टै छोड्न चाहिँ समाजले अझै नि बिस्तारै के गर्न पर्ला? चट्टै छोडाउन त त्यही शिक्षा नै हो। यो केही होइन, सामान्य प्रक्रिया हो। यो महिनावारी भनेको यो नियमित प्रक्रिया हो, प्रकृतिले दिएको हो भनेर अब त्यसलाई त्यही मान्दैन। म्याम, हामीलाई चाहिँ भन्नुपर्दाखेरि चाहिँ उहाँहरूले युज गरेको छौँ, हामीले पढाइसक्यो, भ्याइसक्यो, आउनुहोस् भन्नुभयो है। अब कतिपय स्कुलहरूमा चाहिँ बच्चाहरूले होइन
कतिपय सबै बच्चाले त झुट बोल्दैन नि त, एक दुईजना त अलिकति नडराउने टाइपको हुन्छ नि त, छैन हामीलाई पढाएको। हामीले यो ज्ञान ग्लोबल एक्सनको किताबमा सबै हुन्छ नि, जुन बच्चाहरूलाई हुन्छ नि त्यो 4 क्लासलाई चाहिने भन्दा पनि बेसी ज्ञान थियो बुकमा प्रोभाइड गरेको थियो। जुन 4 क्लासमा त एउटा प्याराग्राफ मात्रै हुन्छ नि त्यो बुक थियो। हरेक क्लासको 4, 5, 6, 7 हुन्छ नि त्यो बुकमा। हामीले हरेक बुकमा पनि हेऱ्यौँ होइन, कति अब कति स्कुलमा त हाम्रो बुकमा छैन यो महिनावारी भन्दाखेरि हामीले अब बुक नेपाली सरकारले प्रोभाइड गर्ने नेपाली बुकमा हेर्दाखेरि अब हाम्रो ग्लोबल एक्सनले चाहिँ एकदमै हुन्छ नि। अब म आफैलाई पनि होइन कति कुरा थाहा थिएन हुन्छ नि, यो 3 दिनको ट्रेनिङमा गएर अब यो बुकमा होइन आफूले पनि हेरेर होइन धेरै कुरा मलाई नै थाहा नभएको कुरा पनि मैले बुझी थाहा भयो। मैले यो त्यो कक्षा 6बाट चाहिँ कक्षा 6-7बाट चाहिँ पढ्दा चाहिँ के कुरा चाहिँ मैले बुझेँ भन्दाखेरि चाहिँ अब मैले कति कुराहरू चाहिँ नजानेको अवस्थाहरू थियो नि त, त्यहाँबाट चाहिँ मैले धेरै कुरा सिकेँ कि हामीले चाहिँ महिनावारी हुँदाखेरि चाहिँ त्यस्तो ठुलो कुरा नमानिकन चाहिँ त्यो महिनावारी चाहिँ प्राकृतिक नियम हो भन्ने कुरा चाहिँ महसुस गरेर त्यो महिनावारी कुरा सम्बन्धीलाई चाहिँ आफ्नो घर परिवार अथवा कोही कसैसँग पनि नलजाई निर्धक्कसँग भन्नुपर्ने रहेछ। अनि महिनावारी हुँदाखेरि चाहिँ हामीले चाहिँ दिनहुँ नुहाउनु पर्ने रहेछ र पसिलो खानेकुरा चाहिँ धेरै प्रशस्त मात्रामा खानुपर्ने रहेछ भन्ने कुरा धेरै बुझेँ। मैले यो महिनावारी सम्बन्धी चाहिँ विद्यालयभन्दा अरू ठाउँबाट चाहिँ कहाँ भन्दाखेरि चाहिँ ज्ञान लर्निङ सेन्टर अथवा मतलब ग्लोबल एक्सनबाट सिकिरहेको छु। त्यसो हो भने तपाईँले ग्लोबल एक्सन नेपालले जुन प्रकाशित गरेको महिनावारी सम्बन्धी सन्दर्भ सामग्रीहरू पुस्तकहरू छ त्यो पढ्ने मौका पाउनुभएको छ त? हजुर, पाइरहेको छु। कतिको उपयोगी लाग्यो त ती सामग्रीहरू? धेरै उपयोगी लाग्यो। तपाईँले चाहिँ कुन सामग्रीहरू पढ्ने मौका पाउनु भएको छ ग्लोबल एक्सन नेपालले प्रकाशित गरेको? महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी पाठ्य पुस्तकहरू पढ्न पाइरहेको छु। महिनावारी हुँदा चाहिँ हामीले त्यो दिनहुँ नुहाउनु पर्ने रहेछ, अनि जस्तै पोसिलो खानेकुराहरू खानुपर्ने रहेछ, त्यस्तो धेरै ज्ञानका कुराहरू सिकेँ।